ल गाइज आज चाहिँ फाइनल्ली घरमा एसी हालिसकेछ। अब यहाँबाट एसी अब यहाँ यस्तो छ एसी हालेको रुमहरू। यहाँबाट गएर सरल काम गरिरहेछ। यहाँ फाइनल एसी हालेछ। ल त्यहाँ चाहिँ एसी हालिसकेछ। ल ठिक छ। एउटा रुममा यहाँ हाल्यो। त्यसपछि अब अर्को रुम एउटा रुममा भोलि हाल्छ। यहाँ एउटा रुम हाल्नु छ। त्यसपछि गएपछि अलि ठुलो आवाज गरम पर्यो। त्यसपछि गएर एउटा यता हालिदियो क्या। यता हालेपछि एउटा वा हालिरहेछ, चलिरहेछ। यसलाई बन्द गर्नु पर्यो। ल एउटा यहाँ हाल्दैछ। अब बाँकी छ अझै हाल्नलाई। तिनवटा एसी अझै बाँकी छ। एउटा यो रुमलाई बाँकी छ। त्यसपछि अझै यहाँ रुमलाई बाँकी छ एउटा। यसलाई भोलि हालिदिन्छ। आज चाहिँ दुईवटा हालिदिएर गएछ। अझै तिनवटा भोलि हालिदिन्छ। भोलि हालिदिँदो रहेछ। ल यहाँ बालेन सरकार चलिरहेछ। बालेन सरकार यहाँ छोराले काम गरिरहेछ। यो चाहिँ मेरो रुम हो। यो मेरो रुममा हाल्ने चाहिँ यहाँ पङ्खा पनि चल्छ। पङ्खा पनि छ। पङ्खा यो दामी हाल्दैछ नि त। यसरी यहाँबाट अन गर्ने, यहाँबाट चल्छ। यहाँ छ एसीको रिमोट। ल यति भएपछि त चल्छ यो होइन। अझै तिनवटा हाल्न बाँकी छ। 5वटा रुममा हाल्दैछ यहाँ। ल ठिक छ। एसी अर्को हालेको यो रुममा हालेको। ल यसलाई बन्द गरिदिउँ होइन। हाम्रो पूजा कोठा लाइट कहाँ जान्छ? यहाँ यसरी बल्दो रहेछ। पूजा गर्ने कोठा यो भयो। ल गाइज सिलगढीको गर्मीले च्यालेन्ज गरेर एसी हाल्ने गराएको हो नि होइन। त्यस कारणले गर्दाखेरि एसी हालेर रेडी गराएर राखेको छ। अब चाहिँ भोलि गएर फेरि ल्याएर हालिदिन्छ। यो बाहिर